मेरो आइडी मोनेटाइज छ नि त, त्यही भएर मेरो मन्थली इन्कम हेर्नु त। तपाईहरुलाई मैले बारम्बार भनिरहेको छु आइडी मोनेटाइज गर्नु, पैसा कमाउनु भनेर। लाइभ फेरि 7 दिनको आयो है मोनेटाइजबाट भ्युजको पैसा है, टिकटक भ्युजको। जस्तै युट्युबमा भिडियो हालेर तपाईहरुले मस्तै पैसा कमाएको युट्युबरले देख्नुहुन्छ नि, अहिले टिकटकरको पनि यस्तो गड्डी आउँछ हप्तामा। दिनले मोनेटाइज गरिदिनु भएको, बिचारा फर्स्ट स्यालेरी 28,000 आएको, सबै गिफ्ट पठाउँदै सकियो भनेर। एक हप्तामा 15 देखि 17 लाख चाहिँ कमाएको थिएँ मैले। हजुर हुन्छ अनि पैसा आएको देखिन्छ यसरी। हेर्नुहोस् त माथि देख्नु भएको छ 32,000 देख्नु भएको छ, एउटा भिडियोबाट आएको पैसा हो त्यो। तपाईहरुलाई मैले कति भनिसकेँ मोनेटाइज गर्नु, कन्टेन्टको भिडियो पेल्नु, मजाले पैसा आउँछ भनेर। गाइज देख्न सक्नुहुन्छ यो एकाउन्ट चाहिँ मैले जापानबाट खोलेको र यो एकाउन्ट मोनेटाइज पनि भएको छ। म तपाईहरुलाई देखाउने छु र देख्न सक्नुहुन्छ यो एकाउन्ट मोनेटाइज पनि भइसकेको छ। यो क्रिएटर रिवार्ड प्रोग्राममा म तपाईहरुलाई गएर देखाउने छु र देख्न सक्नुहुन्छ यो एकाउन्टमा $2.93 पनि भइसकेको छ। यो एकाउन्टमा देख्न सक्नुहुन्छ भिडियोमा भ्युज अनुसारको पैसा पनि आइरहेको छ। कुनैमा $0.20 त कुनैमा $0.07 यस्तै गरेर डलरहरु पनि आइसकेको छ। र यदि तपाईहरु पनि नेपालमै बसेर टिकटक मोनेटाइज गर्न चाहनुहुन्छ भने मलाई चाहिँ WhatsAppमा मेसेज गर्न सक्नुहुन्छ। म तपाईहरुलाई फुल गाइड गर्नेछु। यो जुन तपाईहरुले नेपालमा चलाइरहनु भएको आइडी चाहिँ जुन छ त्यो आइडी चाहिँ मोनेटाइज हुँदैन। म पहिले भनिदिन चाहन्छु तपाईहरुलाई एउटा फ्रेश जापानको टिकटक एकाउन्ट खोलेर त्यसमा चाहिँ तपाईहरुले भिडियोहरु हाल्नु पर्ने हुन्छ, किनकि नेपालको आइडी जुन छ त्यो मोनेटाइज हुँदैन। त्यसैले तपाईहरुले जापानबाट एउटा नयाँ आइडी खोल्नु पर्ने हुन्छ। अरु देशहरुबाट पनि खोल्न चाहिँ मिल्छ, तर जापानबाट खोल्नु भयो भने तपाईहरुले चाहिँ नेपालकै बैंक एकाउन्ट हाल्न मिल्छ त्यसमा चाहिँ। र यदि तपाईहरु पनि टिकटक एकाउन्ट मोनेटाइज गर्न चाहनुहुन्छ भने मलाई WhatsAppमा मेसेज गर्नु होला। माथि स्क्रिनमा मेरो WhatsApp नम्बर देख्न सक्नुहुन्छ। म तपाईहरुको लागि चाहिँ नयाँ जापानिज एकाउन्ट बनाएर दिनेछु। यदि मोनेटाइज टिकटक एकाउन्ट चाहिन्छ भने पनि म तपाईहरुलाई प्रोवाइड गर्नेछु। त्यसको लागि मलाई WhatsAppमा मेसेज गर्नु होला। अरु जानकारीको लागि पनि मलाई WhatsAppमा मेसेज गर्नु होला। तपाईहरुलाई टिकटक मोनेटाइज भइसकेको एकाउन्ट चाहिन्छ भने पनि मसँग छ। मैले 5-6 वटा जति टिकटक एकाउन्ट मोनेटाइज पनि गरिसकेको छु र त्यसलाई सेल पनि गरिसकेको छु। र यदि तपाईहरुलाई मोनेटाइज टिकटक एकाउन्ट चाहिन्छ अथवा मोनेटाइज हुने टिकटक एकाउन्ट चाहिन्छ भने म तपाईहरुलाई प्रोवाइड गर्नेछु। जुन तपाईहरुले नेपालबाट टिकटक एकाउन्ट चलाइराख्नु भएको छ त्यो चाहिँ मोनेटाइज हुँदैन। त्यसैले म तपाईहरुलाई एउटा नयाँ मोनेटाइज हुने टिकटक एकाउन्ट खोलेर दिनेछु। त्यसको लागि मलाई WhatsAppमा मेसेज गर्न नभुल्नु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला। र अरु क्रिएटरहरु जस्तै तपाईहरु पनि नर्मल्ली 20-30 हजार चाहिँ कमाउन सक्नुहुन्छ। ठुलो क्रिएटर जसरी 6-7 लाख नकमाए पनि तपाईहरुले नर्मल्ली 28-30 हजार जति चाहिँ कमाउन सक्नुहुन्छ आफ्नो भिडियोमा भ्युज अनुसार। यो चाहिँ सब भ्युज अनुसारको पैसा हो। तपाईहरुले कुनै लाइभ बसेर गिफ्टहरुबाट आएको पैसा हैन कि यो तपाईहरुको भिडियोमै गएको भ्युजबाट आउने पैसा हो। त्यसैले सबैले मोनेटाइज गर्नुस्, टिकटक एकाउन्ट मोनेटाइज गर्नुस् अनि भ्युज अनुसारको पैसा पनि कमाउनुस्। जुन तपाईहरुको मोनेटाइज हुने टिकटक एकाउन्ट हुन्छ नि त्यसमा चाहिँ यो क्रिएटर रिवार्ड प्रोग्राम भन्ने हुन्छ। त्यो चाहिँ तपाईको नेपालको आइडीमा हुँदैन, किनभने यो कुनै कन्ट्रीहरुमा मात्रै एलिजिबल छ। त्यसैले कुनै 5-7 वटा कन्ट्रीबाट मात्रै तपाईहरुले एकाउन्ट खोल्नु भयो भने त्यसमा चाहिँ मोनेटाइज हुने अप्सन हुन्छ। र यदि त्यही मध्ये पनि तपाईहरुले जापानदेखि खोल्नु भयो भने चाहिँ तपाईको बैंक एकाउन्ट नेपालकै हाल्न मिल्छ त्यसमा। त्यसैले त्यसमा आएको सबै पैसा चाहिँ तपाईहरुको नेपालकै खातामा आउँछ। त्यसैले तपाईहरु जापानकै टिकटक एकाउन्ट खोल्नु होला। मलाई WhatsAppमा मेसेज गर्नु होला। माथि स्क्रिनमा WhatsApp नम्बर पनि देख्न सक्नुहुन्छ। म तपाईहरुलाई फ्रेश टिकटक एकाउन्ट